गोलो मोमो बनाउन आउँछ, ओपन मोमो बनाउन आउँछ, लामो मोमो बनाउन आउँछ। मलाई चाहिँ 3टा मात्रै मोमो बनाउन आउँछ। भेज मोमो चाहिँ आउँदैन, भेज मोमो बनाएको जस्तो भयो। 3टा चाहिँ आउँछ है मलाई। यो चाहिँ हाम्रो पनिर भेज पनिर भने नि हुन्छ। यसमा चाहिँ हाम्रो सोयाबिनको मोमो हो। यो चाहिँ अनि मैले यस्तो बनाएको। चाहिँ हाम्रो नयाँ थरको मोमो पाक्दैछ हैन। स्पेशल मोमो बास्ना स्पेशल आछ हैन। यो चाहिँ हाम्रो पिठो चाहिँ मैदा प्लस गहुँ हो। त्यही कलर हल्का हल्कै आछ। मैले फर्स्ट ट्राई बनाएँ आज यो मोमो, ओपन मोमो। अचार यो चाहिँ हाम्रो मोमो बनाउने अचार। हल्का पानी हाल्नुपर्छ। यो चाहिँ मैले बनाएको मोमो है त। आज मम्मीले बनाउनु भयो, मोमो चाहिँ मैले बनाएको।